हामी चाहिँ गएको थियौँ सिन्सुवामा रहेको नमस्ते झरना। त्यहाँ पुग्ने बित्तिकै हामीले झरना रिसोर्टमा गएर खाना खायौँ। त्यसपछि झरना जानको लागि निस्क्यौँ। बिस्तारै भ्यू इन्जोय गर्दै आलु खाँदै हामी थाकेर गलेर बस्दै उठ्दै बल्ल तल्ल पुग्यौँ नमस्ते झरना पुगिसकेपछि चाहिँ त्यहाँ एक दुईवटा फोटो भिडियो खिच्यौँ अनि त्यसपछि त्यहाँबाट फर्क्यौँ। उनीहरू चाहिँ त्यहाँ अगाडि कति छिटो हिँडिरहेछन्। त्यहाँ फर्केपछि यति बेलासम्म त खुट्टै चल्न छोडिसकेको थियो, तर पनि बल्ल तल्ल आएर गाडी चढेर हामी पुग्यौँ भेडेटारको यो चियाबारीमा गएर मिठो नरिवल हालेको चिया कहिले नखाने मान्छेले पनि एकदम मन पराएर यो चिया खाए। अनि त्यसपछि चाहिँ पल्लो साइडमा एउटा क्याफे थियो, यो भ्यू देखिन्थ्यो त्यहाँबाट चाहिँ। त्यहाँ गएर चटपटेर थुक्पा खाएर